स्वागत छ मैले सुनेँ तपाईहरुले टेलिभिजनको सुटिङमा आउनु भएको छ यो फिल्म कुन कहानी या कस्तो बनाउनु भएको यसको विषयमा के अर्थात् नेपालीमा चाहिँ मन यसको चाहिँ यो फिल्म चाहिँ हामी चाहिँ एउटा सामाजिक कार्यहरू र एउटा सन्देशमूलक हाम्रो गाउँघरमा चाहिँ केही रूढिवादी कुराहरूलाई चाहिँ हामीले चिरफार गरेर जनमानससँग चाहिँ एउटा चाहिँ राम्रो सन्देश चाहिँ फैलाउनुपर्छ। हाम्रो मेन चाहिँ मुख्य कथावस्तु रहेको छ होइन। विशेष अब हामी यो चाहिँ सुटिङको क्रममा हामी एकदम गुरुङ फिल्महरूको लागि चाहिँ यो एकदम नितान्त एकदम चाहिँ नयाँ ठाउँ हामीले चाहिँ यो चित्रे गाउँमा हामीले र हाम्रो यो फिल्ममा चाहिँ विशेष गरी मुख्य कलाकारहरूले चाहिँ अब यहाँले देखिरहनु भएको कथाहरू नायकमा विष्णु गुरुङ कर्म फिल्ममा कर्म फिल्ममा अनि त्यस पछाडि निग्ली भन्ने फिल्म पनि हामीले चाहिँ अभिनय गर्छौँ र नायिकाको रेश्मा गुरुङलाई हामीले लिएको छौँ यो फिल्ममा चाहिँ कर्म फिल्मको पनि नायिका हुन्छ
र यसरी मेरो अर्को फिल्म कर्मरेखाको पनि नायिका नै हुनुहुन्छ र यसमा पनि मैले नायिका अनुमोदित गरिरहेको छु र अन्य कलाकारहरू चाहिँ हाम्रो एकदम वरिष्ठ कलाकार लमजुङबाट आउनुभएको गजेन्द्र दाई पनि हुनुहुन्छ हामीसँग हाम्रो हिराबहादुर गुरुङ भोजनकलाबाट उहाँ पनि हामीले चाहिँ यो फिल्ममा चाहिँ उहाँको अभिनय पनि देख्न पाउँछौँ त्यसै गरी अब राजबाबुले हामी पछाडि देखिरहेको चाहिँ गोखलेको रूपमा चाहिँ उहाँले चाहिँ अभिनय गरिरहनु भएको छ यस्तै अब हाम्रो विशेष गरी अब चित्रेवासीकै स्थानीय आमा बुवाहरूलाई पनि हामीले चाहिँ यो फिल्मले चाहिँ कैद गरेको चाहिँ सफल भएको यो त हाम्रो खुसीको कुरा हो चित्रे आमा समूह पनि तपाईँको फिल्ममा खेल्ने मौका पाएको हजुर अनि अब हामी यो फिल्म चाहिँ एउटा गुरुङ फिल्ममा एउटा नयाँ चाहिँ चाहिँ हामी के गर्दैछौँ भने हामी दिनमा सुटिङ गर्दैछौँ बेलुका चाहिँ यो फिल्म हाम्रो तयार भइरहेको छ कि अनि यो चाहिँ मलाई जहाँसम्म लाग्छ गुरुङ फिल्म उद्योगमा चाहिँ पहिलो चाहिँ हामीले चाहिँ यो चाहिँ काम गर्दैछौँ हामी दिनभरि काम भरि बेलुका चाहिँ हाम्रो फिल्म चाहिँ तयार भइरहेको हुन्छ त्यो कारणले गर्दा हामी यो फिल्मलाई हामी अबको 1.5 महिनाभित्र चाहिँ यहाँको चाहिँ अगाडि चाहिँ हामी देखाउने गर्दैछौँ हामी पोखराबाट सुरु गर्छौँ चलचित्र पहिलो प्रदर्शन चाहिँ त्यसको चाहिँ नेपालको विभिन्न जातिहरू विभिन्न सहरहरूमा चाहिँ ठाउँहरू जान्छौँ अनि विदेशहरूमा पनि तपाईँहरूकै पहलबाट होइन तपाईँहरूकै सहरमा चाहिँ हामीले विदेशहरूमा पनि हामी लाने चाहिँ कोसिस र चलचित्र हाम्रो चाहिँ निर्माता चाहिँ हुनुहुन्छ भोजनकला यसै गरी मनबहादुर गुरुङ लक्ष्मण अन्तिमबाट हुनुहुन्छ र अन्य साथीहरू पनि हुनुहुन्छ त्यसमा चाहिँ अब मेरो निर्देशक यो फिल्मको म कथा निर्देशक अनि यसै गरी गीत सङ्गीतको पनि मैले चाहिँ यो फिल्ममा दिएको छु होइन र मसँग चाहिँ सहयोग मलाई चाहिँ एकदम चाहिँ चिफ एसिस्टेन्ट डाइरेक्टरको रूपमा चाहिँ म सङ्ग्राम पाएको छु सङ्ग्राम चाहिँ हामीलाई चाहिँ यहाँको साथ दिइरहनु भएको छ यसरी सिनेमाटोग्राफीमा चाहिँ हाम्रो रामकुमार श्रेष्ठ हुनुहुन्छ यसको सम्पादन कक्षमा चाहिँ अब एकदम खटिरहनु भएको छ अहिले पनि उहाँ चाहिँ खटिरहनु भएको छ केस गुरुङ श्यामसुन्दर फिल्म प्रोडक्सन उहाँ हुनुहुन्छ भने र यसको हामी भोइस डबिङ मिक्सिङ सम्पूर्ण चाहिँ पोस्ट प्रोडक्सनको काम चाहिँ हामी बार डिजिटल स्टुडियो चाहिँ हामी गर्दैछौँ कुखुराको बार डिजिटल स्टुडियो र बुद्ध राज गुबाजु हुनुहुन्छ उहाँसँग हामी काम गर्दैछौँ र यो फिल्म लगभग हाम्रो चाहिँ अब बजेटको हिसाबले भन्नुपर्दा बजेटको पनि होइन र एकदम सानो बजेटको पनि होइन हामीले हाम्रो काम गराइ चाहिँ डिजिटल फर्मेटकै भएको कारणले सिनेमालाई पुग्ने खालको चाहिँ बजेट भएको छ होइन क्वालिटीको लागि हामी सक्दो चाहिँ हामीले एकदम चाहिँ कोसिस गर्दैछौँ विभिन्न ठाउँमा अब जस्तो भोलि हामी चाहिँ 85 जाँदैछौँ होइन यहाँसम्म आइसकेपछि 85को सिन पनि हामी चाहिँ खरिद गरेर चाहिँ यहाँहरूमा चाहिँ अझै हामी मिडियाको तर्फबाट इन्भाइट गर्न चाहिँ हाम्रो तर्फबाट पनि चाहिँ पहल गर्ने चाहिँ हामी तपाईँ सम्पूर्णलाई सुविधाजनक तरिकाले हामीलाई यहाँ चाहिँ व्यवस्था मिलाइदिनु भएकोमा विशेष गरी तपाईँहरू चाहिँ धेरै धेरै धन्यवाद पलस होइन हामी पनि पोखरामा छौँ सहयोग गर्छौँ धन्यवाद सम्पूर्ण चित्रेलीवासीहरू पोखरेलीवासीहरू मेरो आदरणीय बुवा आमा गुरुङ दाजुभाइ दिदीबहिनीहरू विदेशमा रहनुभएको सम्पूर्ण चाहिँ नेपाली गुरुङ दाजुभाइहरू लगायत गैर गुरुङ सम्पूर्णलाई यो हाम्रो चित्रे गाउँमा चाहिँ सुटिङ गरेको यो 96 फिल्म हेर्दाखेरि त्यो पनि अवश्य एकपटक हलसम्म पारिदिनु होला र हाम्रो सर्वे मिनिट तपाईँको पनि सम्झिनु होला र हलसम्म आएर चाहिँ हाम्रो कामलाई एउटा तपाईँहरूले चाहिँ सल्लाह सुझाव दिएर एउटा माया गरेर चाहिँ हामीलाई चाहिँ साथ दिनुहुनुको लागि सम्पूर्ण अनुरोध गर्दछु